बिस्मिल्लाहिर्रहमानिर्रहीम। अन इब्न अब्बास रज़ियल्लाहु तआला अन्हु अन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फीमा यरी अन रब्बिही तबारक व तआला क़ाल इन्नल्लाह कतबल हसनात वल सय्यआत थुम्मा बैन ज़ालिक फमिन फमन फमन हम्म बिहसनतिन फलम यअमलहा كتبها الله تبارك وتعالى عنده حسنة كاملة وإن هم بما فعملها كتب الله 10 حسنات إلى 700 700 ضعف ضعف إلى أضعاف كثيرة وإن هم بسيئة فلن يعملها كتب الله تعالى عنده حسنة كاملة وإن هم بها فعملها كتب الله حسنة واحدة रवाह बुखारी। अल्लाह सुब्हान व तआला को हामी माथि कति दया माया छ कि हामी जुन काम गर्छौं सत्य काम गर्छौं भने त्यसको पुण्य ईश्वर अल्लाह सुब्हान व तआलाले दिन्छ। तर हामी कुनै गलत काम खराब कामका लागि नियत गर्छौं र त्यो कामबाट हामी बचिहाल्छौं, त्यसमा पनि हाम्रो लागि अल्लाह सुब्हान व तआलाले हामीलाई पुण्य दिन्छ। यही हदिसलाई हजरत अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु तआला अन्हु भन्नुहुन्छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, अल्लाह तबारक व तआलाले हरेक राम्रो काम, नेक काम र खराब कामहरूलाई लेखेको छ। हामी मध्ये कुनै पनि मान्छेले यदि राम्रो कामको लागि नियत इरादा गर्छ भने अल्लाह सुब्हानहु व तआलाले त्यसका लागि एक नेकी, एउटा राम्रो कामको पुण्य एवं नेकी लेखिदिनुहुन्छ। यदि ती व्यक्तिले ती आफ्नो नियत र इरादाको साथसाथै त्यस कार्यलाई गरिहाल्छ भने पुण्य कार्यलाई, त्यति बेला अल्लाह सुब्हानहु व तआला त्यो कार्यको पुण्य सवाब एक नेकीको बदलामा 10 पुण्यदेखि 700 गुणासम्म बढाएर दिन्छ र अझै त्यसलाई पनि बढाएर सवाब पुण्य लेखिदिनुहुन्छ। र यदि कसैले कुनै नराम्रा कामका लागि त्यसले सोच्छ, इरादा गर्छ, नियत गर्छ र त्यो काम गर्दैन, त्यो काम गर्नबाट रुकिहाल्छ, अल्लाह सुब्हानहु व तआलाको लागि, त्यसका डरको लागि अल्लाह सुब्हानहु व तआला त्यस व्यक्तिलाई पनि एउटा राम्रो काम गर्ने को बराबर सवाब एवं पुण्य लेखिदिनुहुन्छ। र यदि कसैले नराम्रो, गलत काम, खराब काम गर्नको लागि नियत गरियो र त्यो काम गरि नै हाल्यो भने अल्लाह सुब्हानहु व तआलाले त्यसलाई एउटा नराम्रो कामको मात्र पाप एवं गुनाह लेख्नुहुन्छ। हेर्नु, अल्लाह सुब्हानहु व तआला हामीमाथि कति दयावान छ। यो हदिसमा हाम्रो नियतमाथि निर्भर हुन्छ कि हामी के गर्छौं, कुन काम गर्छौं। हाम्रो यदि नियतमा एकछिनको लागि हेरौं, हाम्रो मन मस्तिष्कमा एउटा कुरा आयो कि
म यो काम गर्छु, ल म फलानो भाइलाई म आज मद्दत गर्छु, ल सहयोग गर्छु, त्यो अलि बिरामी छ, ल सहयोग गऱ्यो भने त्यस बापत हामीलाई अल्लाह सुब्हानहु व तआलाले पुण्य एवं पाप लेख्छ। यदि हामीले इरादा मात्रै गरियो, ल त्यो दाइ त बिरामी, साँच्चै बिरामी हुनुहुन्छ, त्यसलाई सहयोग गर्नु पर्यो, तर गर्न सकेन, त्यो इरादा जज्बा छन् हाम्रो हृदयभित्र, मुटुभित्र, त्यसको कदर गर्दै अल्लाह सुब्हानहु व तआलालाई पाप लेखिदिनुहुन्छ, पुण्य लेखिदिनुहुन्छ। र यदि हामी कुनै गलत काम गर्न चाहन्छौँ, ल म बाटोमा हिँड्दै गइरहेको छु, ल स्कुल विद्यालय गएँ, ल एउटा एकदम राम्ररी परम सुन्दरी हिँडेर गइरहेछन्, ल है कति मायालु केटी रहेछ, आहा योसँग त मोज मस्ती गर्दा कति मजा आउँथ्यो, तर त्यो व्यक्ति मोज मस्तीबाट रोकिहाल्छ। अल्लाह सुब्हानहु व तआलाले त्यसको लागि पनि पुण्य लेखिदिन्छ कि तिमीले गलत काम गर्न खोज्यो तर सही काम गर्यो। यदि कुनै व्यक्तिले गलत काम गरिहाल्यो, छेडखानी गरिदियो, ल जिस्काइदियो, त्यसलाई एक कार्यको मात्रै पाप लेखिदिनुहुन्छ। अल्लाह सुब्हानहु हामीमाथि कति दयावान छ। तसर्थ हामीहरूलाई अब हाम्रो कर्तव्य के हो कि हामी सधैँ आफ्नो नियतमा निहित रहेर काम गर्नुपर्छ। किनभने पछिल्ला पाठमा हामीले सुन्यो हदिसमा इखलास नियत यही भन्छ कि नियतको शुद्धता भनौँ कि जसले जस्तो नियत गर्छ, अमलको कार्य नियतमाथि, इरादामाथि निर्भर हुन्छ। हामीले जस्तो नियत गर्छौँ त्यही हिसाबले अल्लाह सुब्हानहु व तआलाले हाम्रा कार्यहरूलाई कबुल गर्छ। अल्लाह सुब्हानहु व तआलासँग दुआ गर्नुहोस्, प्रार्थना गर्दछु कि अल्लाह सुब्हानहु व तआलाले हामीलाई सधैँ नेक काममा अग्रसर एवं अरूलाई पनि प्रेरित गर्ने व्यक्ति बनाइदिउन्। आमीन।